म चाहिँ यता सागबारीतिर छु। यति धेरै साग टिपेर चाहिँ यो मान्छे कहाँ गएको होला, के गर्नुलाई होला र बेच्नुलाई होला, किन कहाँ लगेको होला भनेर तपाईँलाई खुल्दुली लागेको होला। सो हेलो एभ्री वान, गुड इभिनिङ सबैजनालाई। तपाईँहरू एकदम सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। सो आजको मिनी भ्लग चाहिँ मेरो करेसाबारीबाट हुनुहुन्छ। आज चाहिँ सागको डिमान्ड आएको थियो नि त, फेरि पनि एक डोको साग टिप्नु पर्ने। सो मैले चाहिँ एक डोको साग चाहिँ टिप्दै गर्दा भारी पुगेको थिएन। मैले त टिप्दै थिएँ अनि टिप्दै थिएँ, यस्तो टिप्दै थिएँ कि स्पिड तरिकाले चाहिँ यसपालि फेरि टर्निङभित्र यस्तो राम्रो सागहरू फलेको थियो कि कुरै छोरौँ मैले कति टिपिसकेँ यो टर्निङभित्रबाट साग। मैले 4-5 भरि त मैले टिपिसकेँ होला कि कुरै नगरौँ न। टिप्दै जाँदा हामीले चाहिँ एकदम मिहिनेत गर्नुपर्ने हुन्छ अनि मिहिनेत गर्नुपर्छ। मिहिनेत गरे अनुसारको फल पनि हुन्छ नि त। अलिअलि आम्दानी पनि हुन्छ, आफूले खानु पनि पुग्छ अनि गाउँका सबै आफ्नो छरछिमेकलाई दिन पनि पुग्छ नि त, अनि गर्नु पर्यो। सो मैले चाहिँ सागहरू टिप्दै जाँदा चाहिँ भारी पुगेको थिएन अलिक, अनि पर गएर चाहिँ मैले टिप्न थालेँ। चाहिँ मैले सबै टिप्नु पर्यो भनेर मैले त्यहाँ चाहिँ अलिकति टमाटर चाहिँ रोप्नु पर्यो, टमाटरको बिउ राखेको थिएँ। सो अनि यस्तो गर्मी भइरहेको थियो नि, मैले चाहिँ लुगा फुकालेर चाहिँ फालिदिएको थिएँ नि त। अनि फाल्दै गर्दा चाहिँ फेरि हाम्रो चाहिँ यस्तो हुन्छ कि पहाडतिर चाहिँ बजार व्यवस्थापन हुँदैन नि त। बजार व्यवस्थापन नभएपछि चाहिँ यस्तो गाह्रो हुँदो रहेछ, यस्तो गाह्रो हुन्छ नि। अनि हिउँदो सिजनमा चाहिँ हाम्रो चाहिँ सागसब्जीहरू चाहिँ टनल बनाएर मात्र हुन्छ कि बाहिर चाहिँ हुँदैन। सो मैले चाहिँ यसपालि चाहिँ टनल चाहिँ गजबको बनाएको थिएँ, एकदम ठुलो। त्यसभित्रहरू चाहिँ यस्तो राम्रो फलेको थियो नि, यस्तो राम्रो फलेको थियो मात्र होइन कि फेरि यहाँ सबै धनियाँ सनियाँ सबै फलेको थियो। अनि प्याजहरू रोपेको थिएँ, लसुन रोपेको थिएँ, अनि सबै राम्रै भएको थियो। सो अब चाहिँ भारी पुगे जस्तो लाग्यो मलाई। भारी चाहिँ यस्तो सागहरू चाहिँ अब बान्नु पर्ने हुन्छ मैले। अनि मैले चाहिँ साग बान्नतिर लागेँ। सो मलाई चाहिँ गर्मी भएको अवस्था भयो। अनि सो मैले चाहिँ गर्मी भए पनि त यसो काम त गर्नु पर्यो। त्यहाँ डोको देखाइदियो, डोकोभन्दा पछाडिको त्यो फल्याक चाहिँ मेरो स्ट्यान्ड हो मोबाइल राख्ने, त्यहाँबाट भिडियो बनाउँछु। सो मैले चाहिँ धनियाँ सनियाँ टिपेको चाहिँ यसो प्रमोसन गरिदिनु पर्यो भनेर यसो देखाएर चाहिँ हाई भने। अनि अघि खुल्दुली भएको होला, मैले यो साग चाहिँ कहाँ पुऱ्याउने होला भनेर यो ठाउँमा चाहिँ मैले पुऱ्याउनु पर्ने हुन्छ। यहाँ चाहिँ हाम्रो नेपाली सेनाहरूको चाहिँ ब्यारेक छ नि त, ब्यारेकमा चाहिँ पुऱ्याइसँग चाहिँ म चाहिँ फर्केँ।